जुन चाहिँ उहाँको बौद्धिक जुन चाहिँ प्रचारहरू र बुद्धिज्ममाथि उहाँले जति पनि कार्यहरू गर्नुभयो त्यो भारत र नेपाल अनि भुटान सिक्किमलाई छोएर यो कार्यक्रमहरू उहाँले गर्नुभयो र त्यसलाई वज्रयाना बुद्धिज्म भनिन्छ। जुन बुद्धिज्ममा हामी हिमालयन क्षेत्रका धेरै बौद्ध मार्गीहरूले यस वज्रयाना बुद्धिज्मलाई हामीले मान्यता दिन्छौँ र मान्छौँ। यसले हामी भारत र नेपाललाई धेरै हामीलाई ज्ञान प्राप्त भएको छ। हामीले धेरै हाम्रो जुन चाहिँ अहिले संसारभरि नै हामी भारतको भन्दाखेरि नेपालको भन्दाखेरि हामीलाई गुरु पद्मस्तम्भसँग हामीले के लिङ्क हुन्छ र आजको जुन चाहिँ समय र आजको जुन चाहिँ हाम्रो जति पनि गेस्टहरू छन्, जति पनि हाम्रो उपस्थित व्यक्तिहरू छ, उहाँहरूसँग मैले कुरा गर्नु पर्दाखेरि यो विषयलाई मैले लामो तरिकाले भनिरहे नि सायद कतिजनाले बुझ्नु सक्छ होला, कतिजनाले बुझ्नु नसक्ला। र त्यसले गर्दाखेरि मैले छोटो प्रकारले हामी एज अ बुद्धिस्ट हामीले हाम्रो जीवनकालमा हामीले गर्नुपर्ने कुरोहरूमाथि हामीले गर्नुपर्ने जुन चाहिँ कार्यहरूमाथि म अलिकति 2-4 शब्द राख्न चाहन्छु है। म वज्रयाना बुद्धिज्म भए तापनि हिमालयन बुद्धिज्मको मैले शिक्षा लिए तापनि मैले क्याप्टो गरे तापनि हामीले बुद्धको कतिवटा जुन चाहिँ हामी हिमालयन बुद्धिज्ममाथि प्र्याक्टिस गरे तापनि सबैभन्दा सजिलो र सबैभन्दा अहिलेको समयमा हाम्रो युवा पिँढीहरूलाई सजिलोसँग बुद्धिज्म बुझ्नुपर्ने चाहिँ हामीले के देख्छौँ भने यो जुन चाहिँ हामी मेडिटेसन्स कस्तो मेडिटेसन्स भन्दा इनर साइट